ब्लू लेयरको पेरिफेरीमा एक खालको फेन्सिङ छ भने चाहिँ अहिले क्रिकेटसँगै यो कालो होल बााउन्ड्रीले फेन्सिङ गरिरहेको छ। योभन्दा अगाडि जस्तो 1 2 जोन 1 2 3 भनेर हामीले गरेका छौँ। अब यहाँबाट हजुरको बक्स अफिसबाट कसैले अनलाइन टिकट काट्छ भने त्यो क्युआर कोड लिएर त्यो बक्स अफिसमा जान्छ, उहाँले क्युआर देखाउनुहुन्छ, त्यहाँ मैले टिकट काट्दाखेरि यही अनुसारले जस्तो एनसेल जोनको काट्नु भने मैले एनसेल जोनको टिकट काट्छु, उहाँले एनसेलको फिजिकल टिकट दिनुहुन्छ। अनि त्यो फिजिकल टिकट लिएर आउँछ के हुन्छ भन्दाखेरि पहिला एउटै गेट हुन्थ्यो, सबैजना यहाँ आएर भिड हुने। अब के हुन्छ एनसेल जोनको टिकट यदि मैले काटेको छु भने या रेड बुलको या सिद्धार्थ जोनको हो भने चाहिँ अब यहाँ अहिलेको लागि यो प्लेयर्स परिवार यो प्लेयर्स पभिलियन भयो, यो गेट नम्बर 5 भयो। गेट नम्बर 4 बाट के हुन्छ भने यो 1 2 3 यो जोन 1 2 र 3 को लागि चाहिँ यहाँ एउटा गेट हामीले व्यवस्थित गरेका छौँ, जसले गर्दा त्यो लाइनमै मान्छेहरू टिक्लेर काटिसक्यो। पनि यहाँ चाहिँ के गरेका छौँ भने हामीले इमिग्रेसनको लाइन जस्तो हुन्छ नि बाँसको लामो लाइन गरेर चाहिँ त्यहाँबाट चाहिँ एटलिस्ट क्राउड कन्ट्रोल गर्नलाई। र अब चाहिँ पहिला भन्दा किन व्यवस्थित छ भन्ने कुरामा चाहिँ जुन जोनको टिकट काट्नु छ अब त्यही जोनमा छिर्नु पर्यो। जस्तो मैले यताको टिकट काटेर यहाँ छिर्छु भनेर उसले छिर्नै पारेन। त्यो फिजिकल टिकट लिएर गइसकेपछि यहाँ हामी साइनेजेसहरू राखिदिन्छौँ। र जोन 1 जोन 2 जोन 3 हो नि म लाइन लागेर यहाँ यो गेटहरू छ यहाँनिर गएर ल जोन 1 यो हो भने जोन 1 को उहाँले देखाउनु, त्यसपछि उहाँले स्ट्यान्ड हानिदिनुहुन्छ। त्यो स्ट्याम्प हानिदिइसकेपछि के भयो यो प्रिमिसेसमा यहाँ गर्दाखेरि 1300 1300 1400 1400 1300 1400 गर्दाखेरि यसरी हामीले 6वटा भागमा डिभाइड गरेका छौँ। यो हरेक जोनलाई चाहिँ हामीले यहाँ फेन्सिङ गरेर ब्लक गरेका छौँ, किनकि त्यो सेक्युरिटीले अलिकति सजिलो हुन्छ भनेर। यसमा हाम्रो प्राइभेट सेक्युरिटी 7 देखि 8 जना, पुलिस 8 देखि 10 जना राख्छौँ। अब के हुन्छ भन्दाखेरि जब यो जोनमा कुनै एउटा टिकट लिएर मान्छे छिर्नुहुन्छ भने छिर्दाखेरि उहाँलाई हामीले एउटा छाप दिन्छौँ। त्यो छाप चाहिँ सेक्युरिटीको हिसाबले त्यो दिन मात्र थाहा हुन्छ, जस्तो कछुवा होला घडी होला रिमोट होला, त्यो साइन हालिसकेपछि त्यो टिकट लिन्छौँ, उहाँभित्र छिर्नुहुन्छ, सिटमा बस्नुहुन्छ। अब के हुन्छ भन्दाखेरि खाली सिट छ भने प्रब्लम भएन, यदि सबै सिट भरिएको छ भने भुइँमा बस्न पाइन्छ पाइँदैन। त्यसपछि जसले सिट पाउँदैन त्यो मान्छेलाई हामी सोध्छौँ त्यहाँ यदि कोही भनौँ न झुकाएर पनि छिर्नु गयो अनि स्ट्यान्ड नभएको मान्छेलाई के गर्छौँ हामी त्यो ठाउँबाट उहाँलाई एस्कर्ट गरेर हजुरको बाहिर निकाल्छौँ। अब यो जोन वाइज के छ भन्दाखेरि सबैजना एउटै एडबाट छिर्ने भन्दाखेरि 4 को चाहिँ 1 2 3 मा हो, 3 को चाहिँ यो 1 2 3 मा हो। पहिला यो गेटबाट भिआइपी भिभिआइपी प्लेयर्स खेलाडी सबैजना एउटा मेन गेटबाट छिर्ने अवस्था थियो। अब हामी के गर्छौँ यो पालिदेखि यो गेटबाट को छिर्छ जुन मेन गेटबाट प्लेयर्स हजुरको म्याच अफिसियल्स हाम्रो सेक्युरिटी अनि हाम्रो टिम ओनर्सहरू यो गेटबाट छिर्छन् भनेपछि नेपाल क्रिकेट संघ हामी सबैजना हामी कहाँबाट छिर्छौँ हामी यहाँ गेट 2 बाट छिर्छौँ। गेट 2 को यस्तो बाटो छ, यो गेट 2 बाट आइसकेपछि अब यहाँ हामी यो क्रिकेट संघ अन्तर्गत जति पनि मान्छेहरूसँग एक्रिडिटेसन हुन्छ त्यो पास हुन्छ, त्यो पास लगेर चाहिँ हामी यहाँ माथि ठुलो एरियामा चाहिँ पार्किङ एरिया छ। त्यो पार्किङ एरियामा यहाँ पनि हामी चाहिँ के गर्छौँ भन्दाखेरि अब यो एरियामा यो क्यानको जिल्ला प्रदेश केन्द्रको राष्ट्रिय परिषद तथा खेलकुद मन्त्रालय सबै हजुरको टियुसी सबैको लागि भनेर हामीले यो 2टा जोन पासको लागि भनेर पहिल्यै छुट्याइसकेका छौँ। योभन्दा माथि सिजनल टिकट छ, यो सिजनल टिकट भनेको ठाउँ 512 वटा हो। यो 512 चाहिँ हामी सबभन्दा महँगो 15,000 लगाएका छौँ। 15,000 तिरेको खण्डमा पुरा 24 दिने त्यो मान्छेले मजाले हेर्न पायो र यो ठाउँमा चाहिँ त्यो मान्छेले एक्रिडिटेसन आएर बस्नु पर्यो। त्यो सिजनल पासको छुट्टै एक्रिडिटेसन बनाएको छौँ। यता एनसेल ओमाडा रेड बुल सिद्धार्थ जोनको यो चाहिँ हाम्रो मेन 4 जना टप स्पोन्सरहरूलाई चाहिँ उहाँहरूलाई पनि एक्रिडिटेसन र पास दिन्छौँ, त्यहाँ आउँछौँ। अब प्रिमियम भन्ने जुन सबैभन्दा महँगो टिकट जुन हामीले 1000 रुपियाँ गराएको छौँ यो सबै 500 यो 1000 यो लगभग 652 जति छ यो तल एरियाको। यो सबै गर्दाखेरि लगभग हामीले यो 9457 कति छ टोटल क्यापासिटी सिट जति लागेको, त्यो मध्ये हामीले अलमोस्ट 7,000 जति मात्र टिकट लगभग बेच्छौँ, किनभने धेरै जस्तो चाहिँ पास र गेस्ट र स्पोन्सरहरूलाई व्यवस्थित गरेका छौँ। अनि यो एरियाको लगभग 2000-3000 मान्छे चाहिँ अब यहीँबाट आएर यही व्यवस्थित हुनुहुन्छ। यताको मान्छे यता जानु परेन, यताको मान्छे यतै हुन्छ, यताको मान्छे यतै हुन्छ। अनि त्यो भइसकेपछि र पहिलोचोटि अब के छ भने व्यवस्थापनमा यो पुरै एरियामा अब मजाले गाडी घुम्न सक्ने अवस्था छ। त्यसमा हाम्रो गरुड सेक्युरिटी नेपाल पुलिस प्रशासनले सबैको भ्यान चाहिँ पेट्रोलिङ गरेर राख्नुहुन्छ। अर्को सेक्युरिटी कन्सर्न के थियो भन्दाखेरि यहाँ जस्ता छ नि त जस्ताबाट कतिजना च्याएर हेर्ने हो कि के गर्ने हो भन्दाखेरि पहिलाको कीर्तिपुर हेर्ने हो भने जुन घाँस छ नि हाम्रो यही बिल्डिङ अनुसार यतिमा घाँस सकिन्थ्यो। अहिले पहिला मान्छे उभिएर जुन हेर्छ नि बाहिर बसेर हेर्ने त्यो यहाँ माथिसम्म आइपुगेको छ जहाँ प्याराफिट बनिसकेको छ। अब
अब यो सबै फिटमा 1 2 3 4 यो एनसेल रेडबुल सिद्धार्थ पल्सर खल्ती एन्ड्राइभो माडा यो भनौँ यहाँ चाहिँ इलेक्ट्रोनिक डिजिटल सिलिन्डर यहाँ चाहिँ हाम्रो 20 फिट बाई 40 काहीँ 40 फिट काहीँ 80 फिटको चाहिँ बिलबोर्ड राख्दैछ। अनि यो गरिसकेपछि ठ्याक्क 40 फिटभन्दा माथि आउँदाखेरि 16 फिटको हाइटमा त्यो बिलबोर्ड हुन्छ। त्यो बिलबोर्डबाट अब यहाँबाट कुनै पनि मान्छेले जति नै चाहे पनि उसले ग्राउन्डमा मान्छेको टाउको बाहेक केही पनि हेर्न सक्ने अवस्था छैन। सबभन्दा बढी जुन हुन्छ नि हजुरको मान्छे जम्मा हुने जुन ठाउँ थियो यो यहाँनिर अकुपेटेड हुने भएको भएर चाहिँ सो यो फेरिमा चाहिँ अब हाम्रो सिक्युरिटी प्रोटोकलबाट चाहिँ फेरि सबै वरिपरि हामी प्राइभेट सशस्त्र लगायत सबैलाई राख्छौँ। अनि टिकट लिएर आउने जो मान्छे हुन्छ टिकट लिएर आउने मान्छेलाई चाहिँ जस्तो यो तल्लो हाम्रो यो मेन गेट भयो त्यो मेन गेटबाट यदि मान्छे छिर्छ भने अब चाहिँ छिर्दाखेरि पनि अब उहाँको पार्किङहरू हजुरहरूलाई चाहिँ हामी गएर त्यहाँ हेरेर कहाँ बस्न सक्छौँ त्यो हिसाबले उहाँहरू त्यहाँ जान्छ। बिना भेहिकल पासको कुनै पनि मान्छे यहाँबाट छिर्दैन। अब यहाँबाट हामी सबैजना क्यान लगाएर सबैजना यहाँबाट छिर्दिएपछि तपाईँको होल पार्किङ एरिया यो फेन्सिङभित्र पनि भिआइपी पार्किङ एडमिनिस्ट्रेसनमा लाग्छ। पार्किङको जुन जेनरल समस्या है त्यो चाहिँ पुरा हुँदैन। संसारभरिको नियममा अर्को के पनि छ भन्दाखेरि स्टेडियम जाँदाखेरि मान्छेले गाडी लाँदैन। नर्मली स्टेडियम जाँदाखेरि कि बस पब्लिक ट्रान्सपोर्ट युज गर्ने हो। र अहिलेको लागि यो सबै व्यवस्थापन हामीले 30 40 45वटा सिसिटिभीहरू त्यहाँ सेट गरिसकेका छौँ। त्यो बाहेकको विभिन्न सबै ठाउँहरूमा तलदेखि माथिसम्म हामीले बत्ती पनि जडान गरिसकेका छौँ। यो फ्लड लाइटको आज सकिन लाग्छ त्यसको टेस्टिङ आज बेलुका र भोलि बेलुका कम्प्लिटली उहाँले गराउनु भएको छ। अनि सेक्युरिटीको हिसाबले अब के गर्छौँ भने यो सबै मान्छेले बसेर म्याच सकिसकेपछि इभ्याकुएसन गर्दाखेरि के हुन्छ नि जबसम्म यो फुल जोन कम्प्लिटली हजुर खाली हुँदैन र यही बिचमा पुलिसले पनि पेट्रोलिङ गरेर चाहिँ सबै एरियालाई चाहिँ क्लिन नहुने कारण हामी त्यसलाई यो आजको डे कम्प्लिट भयो भनेर चाहिँ भन्दैनौँ।